धेरै साथीहरूले पर्खिरहनु भएको निर्वाचन प्रहरी अर्थात् म्यादी भागी एकदमै राम्रो सङ्ख्यामा विज्ञापन खुलिसकेको छ। आजको भिडियोमा म तपाईँहरूलाई के कति सङ्ख्यामा विज्ञापन खुलेको छ, दरखास्त फर्म भर्ने समय, सबै कुराहरू डिटेलमा जानकारी गराउँदैछु। तपाईँहरूले सुनेर छक्क पर्नुहुनेछ। 1,33,980 जनाको लागि विज्ञापन भइसकेको छ। तपाईँहरूले यसमा फर्म भरेर एकदमै राम्रो सङ्ख्यामा चाहिँ तलब भत्ताहरू पाउनुहुनेछ। तपाईँहरूलाई मैले तलब भत्ता सम्बन्धी इन्फर्मेसन पनि दिइसकेको छु र सर्टकटमा भन्न नि चाहन्छु, तपाईँहरूले म्याक्सिमम 83,000 प्लससम्म कमाउनुहुनेछ 40 दिनको अन्तरालमा। सो के कति सङ्ख्यामा विज्ञापन खुलेको छ यो सम्बन्धी म तपाईँलाई जानकारी गराउँदैछु, हेर्नुहोला। यहाँनिर हेर्न सक्नुहुन्छ, प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना छनौटको लागि चाहिँ निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरिएको छ। पद भनेको तपाईँको निर्वाचन प्रहरी, माग पद सङ्ख्या हेर्न सक्नुहुन्छ 1,33,980 जनाको लागि माग सङ्ख्या भएको छ। त्यस्तै गरी दरखास्त दिने मिति तपाईँहरूले हेर्न सक्नुहुन्छ 2082 साल पुस 15 गतेदेखि 2082 साल माघ 1 गतेसम्म बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सार्वजनिक बिदाको दिन समेत भनेको छ। तपाईँले शनिबार पनि सार्वजनिक बिदाको दिन पनि गएर फर्म भर्न सक्नुहुनेछ। फर्म भर्ने मिति बुझिहाल्नुभयो। दरखास्त फारम पाइने र बुझाउने स्थान भनेको छ जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर, भक्तपुर र जिल्ला कार्यालय सबै। तपाईँहरू कन्फर्म हुनुहोला। काठमाडौँ, ललितपुर, भक्तपुर र तपाईँहरूको जुन जिल्लामा हुनुहुन्छ त्यही जिल्लाको जिल्ला प्रहरी कार्यालय हरेक जिल्लामा छ। त्यो स्थानमा गएर तपाईँहरूले दरखास्त फारम लिन पनि पाउनुहुनेछ र त्यहीँ तपाईँहरूले बुझाउनु पनि पर्नेछ। त्यो कुरा बुझ्नुहोला। हरेक जिल्ला प्रहरी कार्यालयमा फर्म भर्न सकिनेछ र यो कुरा बुझ्नुहोला। अब निर्वाचन प्रहरीमा भर्ना हुन आवश्यक न्यूनतम योग्यता र प्राथमिकताका आधार भनेको छ, यो सम्बन्धी मैले पहिले पनि जानकारी गराइसकेको छु र यो विज्ञापनमा भएको हुनाले यो पनि म जानकारी गराउँछु। तपाईँको उमेर भनेको 18 वर्ष पुरा भएर 54 वर्ष नआएको 18 देखि 54 वर्षको बिचकोले फर्म भर्न पाउनुहुनेछ र तपाईँलाई जन्ममिति नै मेन्सन गरेको छ 28 साल माघ 1 गतेदेखि जन्मेको व्यक्तिले र 64 साल माघ 1 गतेभन्दा यता जन्मेको 28 सालदेखि 64 सालभित्र जन्मेको मान्छेले फर्म भर्न सक्नेछन्। अब आवश्यक योग्यता तपाईँ नेपाली नागरिक हुनुपर्यो, साधारण लेखपढ गर्न जानेको भए हुन्छ, नैतिक पतन नभएको, भर्नाको समयमा राजनीतिक दलको सदस्य नभएको, शारीरिक स्वास्थ्य मानसिक स्वास्थ्य ठिक भएको, आतङ्ककारी नभएको, होइन। तपाईँलाई यहाँनिर अलिकति बुझ्नुपर्ने, पुरुषको हकमा उचाइ 5 फिट, छाती 31-33, तौल 50 केजी हुनुपर्छ र महिलाको हकमा उचाइ 4 फिट 10 इन्च र तौल चाहिँ 42 केजी हुनुपर्छ र महिला चाहिँ गर्भवती भएको हुनुहुँदैन, यो बुझ्न सक्नुहुन्छ। यहाँ थोरै प्राथमिकताका आधार भनेको छ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको सीमाबाट निवृत्त भएर र उपदान प्राप्त सुरक्षाकर्मी वनरक्षक भनेको छ। यदि तपाईँहरू आर्मी पुलिसको जबबाट पहिले नै रिटायर हुनुहुन्छ भने तपाईँहरूलाई अलिकति प्राथमिकता दिनेछ भनेको छ र वनरक्षकको रूपमा काम गर्नु भएको छ भने। त्यसै गरी नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल नेपालमा विक्रम सम्वत 81 माघ 1 गतेदेखि 82 पौष मसान्तसम्म विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएको हकमा प्रवेश पत्र पेश गर्ने व्यक्ति है। यदि तपाईँहरूले चाहिँ 2081 माघ 1 गतेदेखि 82 पौषसम्म खुलेका जुन विभिन्न पदहरू खुलेको थियो, जस्तै प्रहरी जवान, होइन, त्यस्तै गरी सशस्त्र प्रहरीमा खुलेको थियो, तपाईँले आवेदन दिनुभएको थियो र शारीरिक तन्दुरुस्तीमा नि पास हुनुभएको थियो, स्वास्थ्य परीक्षणमा पास हुनुभएको थियो भने तपाईँहरूले प्रवेश पत्र पेश गर्नुभयो भने अझ तपाईँले प्राथमिकता पाउनुहुनेछ। त्यस्तै गरी अघिल्लो निर्वाचनको, होइन, विभिन्न प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय सभाका निर्वाचनमा चाहिँ म्यादी प्रहरीको रूपमा काम गर्नु भएको छ र तपाईँहरू सन्तोषजनक रूपमा काम गर्नु भएको थियो भने तपाईँलाई नै प्राथमिकता हुनेछ। र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएको भनेको जस्तै कोही इन्डियन लाउरे हुनुहुन्थ्यो होला, कोही चाहिँ बाहिरको कुनै पनि देशको चाहिँ, होइन, सुरक्षाकर्मीमा काम गर्नु भएको थियो र तपाईँहरू चाहिँ पेन्सन पकाएर आइसक्नु भएको छ भने तपाईँलाई पनि प्राथमिकता हुनेछ। सँगसँगै नयाँले पनि चान्स चाहिँ पाउनुहुनेछ है। फेरि प्राथमिकताका व्यक्ति मात्र राख्ने भन्ने हुँदैन, सबैले पाउनुहुनेछ। त्यस्तै गरी यहाँनिर अर्को बुझ्नुपर्ने कुरा सम्पर्क मिति र स्थान भनेको छ 2082 साल माघ 4 गते कहाँ गएर स्थान बुझ्ने भन्दाखेरि दरखास्त दर्ता गर्ने सम्बन्धित प्रहरी कार्यालयमा जानु पर्यो। समय बिहान 11 बजे जानु पर्यो। छनौट सम्बन्धी छनौट प्रारम्भ हुने मिति तपाईँको 2082 साल माघ 5 गतेदेखि 2082 साल 10/9 गते माघ 9 गतेसम्म छनौट हुन्छ। अन्तिम नतिजा तपाईँहरूको 2082 साल 10/12 माघ 12 गते आउँछ र तपाईँहरूको तालिम अथवा प्रशिक्षण सुरु चाहिँ 2082 साल 10 माघ 15 गतेदेखि चाहिँ सुरु हुन्छ है। तपाईँहरूले बुझ्नुहोला, माघ 24 गतेसम्म सार्वजनिक बिदाको दिन पनि हुन्छ। निर्वाचन प्रहरीले काम गर्नुपर्ने भनेको तपाईँले 40 दिन काम गर्नुपर्ने हुन्छ, नेपाल सरकारले तोके बमोजिम, होइन। त्यस्तै गरी चाहिँ नेपाल सरकारले निर्वाचन अवधिको आधारमा निर्वाचन प्रहरीको कार्य अवधि हेरेर हेरफेर गरेमा सोही बमोजिम हुनेछ भनेको छ। अब केही आवश्यक पर्यो, अलि बढाउनु पर्यो, घटाउनु पर्यो, त्यस्तो हो भने त्यही सम्बन्धी हुनेछ भनेको छ। सो यो कुराहरू बुझ्न सक्नुहुन्छ। अब सेवा सुविधा शर्तहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ। तलब सुविधा निर्वाचन प्रहरीको लागि प्रहरी जवानको सुरुको तलब स्केल सरह प्रतिदिन प्रति निर्वाचन प्रहरीले 869 रुपियाँ 40 पैसा हरेक दिन पाउनुहुनेछ र तपाईँहरूले चाहिँ यो दरले चाहिँ 40 दिनसम्मको तलब 34,776 रुपियाँ रकम उपलब्ध हुन्छ। यो कुरा बुझ्नु होला। त्यस्तै गरी अन्य सेवा सुविधाहरू पनि छ, तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ है। मैले सबै कुराहरू पढिनँ। त्यस्तै गरी यहाँनिर तपाईँको चाहिँ खाद्यान्न सम्बन्धी नै बोलेको छ, सबै कुरा तपाईँले हेर्नु होला, होइन। प्रतिदिन निर्वाचन प्रहरीको
प्रहरी 300 रुपियाँ र चार्ज 1200 रुपियाँ चाहिँ यहाँ खाजा खर्च उपलब्ध हुने सबै कुराहरू भनेको छ। त्यस्तै गरी चाहिँ तपाईँहरूको अन्य सेवा सुविधा हैन यो सिलसिलामा मृत्यु भयो भने नेपाल सरकारबाट चाहिँ तोकिएको बमोजिमको क्षतिपूर्ति पाउने सबै कुराहरू यहाँ तपाईँहरूलाई जानकारी गराएको छ। सबै कुराहरू बुझ्नुहोला र अरू कुराहरू केही छैन, सबै बुझ्न सक्नुहुन्छ र तपाईँहरूले यसमा चाहिँ बुझ्नुपर्ने कुरा जिल्ला प्रहरी कार्यालयमा गएर फर्म भर्नुहोला र जिल्ला प्रहरी कार्यालयबाट हरेकबाट तपाईँले फर्म भर्न सक्नुहुनेछ। सो ओभरअलमा आइरहेको छ, एकदमै राम्रो सङ्ख्यामा चाहिँ भ्याकेन्सी खुलेको छ तपाईँहरूको म्यादी प्रहरीको लागि। सो तपाईँहरू पनि इच्छुक हुनुहुन्छ भने साधारण लेखपढ गरेको भए हुन्छ, तपाईँले यति नै पास हुनुपर्छ भन्ने छैन। सामान्यतया बोलचाल गर्न सक्ने, सामान्य लेख्न सक्ने, नाम लेख्न सक्ने, साइन गर्न सक्नेसम्म भइहाल्छ। सो यही रहेको थियो साथीहरू, बुझ्नुभयो होला। भिडियो मन पऱ्यो भने भिडियो लाइक तथा कमेन्ट गर्नुहोला, च्यानललाई सब्सक्राइब गर्नुहोला। धन्यवाद।